हामीले अब मकै भाँचेर सकाइसक्यो। अब फर्किन लागेको है। अब हामी मकै लिएर घर जाँदैछौँ। हेलो नमस्कार, स्वागत छ प्रेमा मगर युट्युब च्यानलमा। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। एउटा कार्टुनवाली यसरी भिडियो हेरिरहेछन् अनि अर्को चाहिँ उता। अनि हाम्रो यता चाहिँ छ्याङ पनि पाकिसकेको छ। प्योर जौको छोक्रा पाकेको छ हाम्रो घरमा। अनि म अब मकै भाँच्नको लागि जान लागेको। बाहिर फेरि मौसम पनि कस्तो गरिरहेछ कि पानी आइरहेछ यो असोजको महिनामा पनि। त्यही डिस्टर्ब भएको कारणले म चाहिँ बसिराखेको छु अनि भिडियो चाहिँ ओपन गरिरहेको छु। अनि साथै मेरो युट्युब च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि लाइक कमेन्ट पनि गर्नु होला है। हामी सबै साथी बनाऊ। कि त गाउँले हो भनेर लाइक कमेन्ट सब्स्क्राइब गर्न छुटाउनुहुन्छ, नछुटाउनु होला प्लिज। हामी गाउँबाट भए पनि तपाईहरुलाई अर्गानिक भिडियोहरू देखाएर गाउँलेपना हामी देखाउन चाहन्छौँ। हाम्रो गाउँघरतिर यस्तो छ। यता हाम्रो सुपेच्छाले होमवर्क यसरी गरिराखेको छ। सुपेच्छा कता न सर्जाए होमवर्क न सर्जाओ। जाओ होमवर्क सर्यो ngambuk ya kena है हस्। बहिनीलाई पनि रङ्ने बहिनी अङ्गलो काय मोबाइल हाइदियो है। अब अङ्गलो पान्जी चाहिँ ngahin के। अनि यो मेरो ब्याग, यसमा मोबाइल राख्न पर्छ। अनि मैले त रेडी पारिसकेको छु। डोको पनि मकै लिएर जान्छु। अब मकैहरू यता यसरी राखेका छौँ। फेरि भाँचेर यति राख्ने हो। अनि हामी चाहिँ अब यस्तो कि आइरन गर्नको लागि र अनि लुगाहरू सिलाउनको लागि उहाँहरूलाई राखेका हुन्छौँ। उहाँहरूलाई चाहिँ मकै बनाएर दिनुपर्ने हुन्छ। त्यो चाहिँ हामी उतै बनाएर राख्छौँ होला। उताबाट फुपूहरू आइसक्नु भएको छ। अनि म फेरि यतादेखि जाँदैछु। हामी सबै मिलेर मकै बनाउँछौँ। बाँकी भिडियो हेर्दै गर्नु होला। म चाहिँ लागेँ है। अब म लागेँ। म कहाँ जानु लागेँ भन्दाखेरि मकै भाँच्नको लागि गएँ। बाई सुपेच्छा। अपेक्षालाई राम्रोसँग हेर है। बाई अपेक्षा। बाई बाई। अब जानु पर्यो। पानी आएर यस्तो गराएको छ यता। हाम्रो गाउँदेखि देखिने पारी सुनिल ब्लग्स टु बाजेको घर यही हो है। मैसेली खर्कमा पनि मकै छ। अझै हाम्रोतिर भाँचेर सकेको छैन। पानी आएर फेरि डिस्टर्ब गरिरहेछ। म चाहिँ यही तल मकै भाँच्न जाने हो। अब म हिँडेँ। बर्खामा गाउँको बाटो यस्तो छ। के गर्नु त गाउँ यस्तै छ। तर रमाइलो हुने रहेछ कि काम गर्नको लागि भए पनि। अनि हाम्रो बोबो फुपूहरू साइना र कान्छा बोबोहरूलाई उता गन्त्याङमा परेको घर चाहिँ उहाँहरूले अंशबन्दा गर्ने बेला यहाँ देखिरहेको छैन। गन्त्याङदेखि फुपूहरू आउँदै हुनुहुन्छ। अनि हामी सबै मिलेर हाम्रो गाउँको अङ्कलहरू र मामाहरूलाई ठुन बनाइदिने हो आज। हामी चाहिँ 2 ठुन मकै भाँचेर बनाएर सब प्याक गरिदिनेवाला छौँ है सबैजना मिलेर। अनि हाम्रो बुबुहरू चाहिँ छुट्टिनु भएको अब बल्ल 6 महिना भइरहेछ। त्यही भएर यसपालिसम्म उहाँहरूले सिङ्गल लानुहुन्छ। अर्को वर्षदेखि सबै भाइ बगालको फेरि सिङ्गल गरेर 3 भाग लैजानुहुन्छ होला। ठुन चाहिँ यसपालि 1 भाग लग्नु हुन्छ। चाहिँ मकै भाँच्न गए। तलतिर मकैहरू भाँचिसक्नु भएको छ। गाईहरू नि चराइराख्नु भएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। तर हाम्रो त गाई छैनन्, बाख्रा छन्। बाख्रा गला फुपू जानुभएको छ। म मकै भाँच्नेवाली भर्खर हिँड्दैछु। फुपूहरू मकै भाँच्न पनि आइसक्नु भएको रहेछ। तल हल्लाइराख्नु भएको छ। म फेरि ढिलो गरेँ। पनिसमेन्ट पाउँछु कि भन्ने डर पनि छ है। भन्न भएन के को पनिसमेन्ट पाउनु र पानी अलिअलि आइरहेको थियो। त्यही भएर मैले ढिलो गरेको। बाँकी अब हाम्रो मकै भचाइ हेर्न सक्नुहुन्छ। मकै भाँच्न पनि सुरु गरिसक्नु भएको रहेछ। म भर्खर आइरहेको छु। पानी परिरहेको थियो त्यही भएर भाँच्नु भएको छैन। भनेको त भाँचिसक्नु।
उता कता पुगिसक्नु भएको रहेछ आगे पर खर्चिङ आउँछ नम्जीमा 6000 नाग पर खर्चिङ आउँछ नमरङ देम्जीमा 6000 मापुरी जिपे नाग जन नम्ची बनु आएर जन जामा चुसिट गालेसन फोन गातो जे माउथेसन फुबुइन मिटमा लागि ए सानी फुबुइ मि फेरि माउथ के कता लागि के जर्ना फोन उजे ओडा हैन कि फाबल गजो जाइगे बोलो अघि जाता र नि सम्पर्क हुन सकेन अहिले कता कि कता कि हामीले अब मकै भाँचेर सकाइसक्यो अब फर्किनु लाग्यो है अब हामी मकै लिएर घर जाँदैछौँ अनि मकै बनाउँछौँ हामी त घर गएर साइली फुपू आउँदै हुनुहुन्छ अनि कान्छी फुपू र मेरो कान्छी नन्द पछाडि आउँदै हुनुहुन्छ हामी 4 जनाले मकै भाँच्न आएको औसलको बेला मकै एकछिन गरिदिए थु गर्ने यता इच्छा sekali एउटा खो ngami एउटा ksan ngamu bal ngayan hoy ngadodi phir ngamayu jidi hol je aku udah aku usia tak sen. Jadi kepala jam.